अब 62% भन्दा बढी भूभाग चाहिँ हाम्रो 62% जति नेपाली दाजुभाइहरू कृषिमा इन्भल्भ भएको देखिन्छ र करिब हामीसँग चाहिँ यसो हेर्दाखेरि 26 देखि 27% एग्रिकल्चर छ हैन। एग्रिकल्चर नेपालको हिसाबले छ, कृषिमा आधारित भूमि हाम्रो झनै 26-27% नै हो। अब तर अहिलेको प्रविधि युज गर्यो भने धेरै अरू भूमिलाई पनि प्रयोग गर्न सकिन्छ। त्यसकारण चाहिँ हामीसँग जति पनि कृषिको कुराहरू छ अहिले धेरै चाहिँ के छ भन्दै परम्परागत हिसाबले अहिले हामी चाहिँ बढी व्यस्त छौँ। हामी आफ्नै पुरानो ढर्रामा हिँडेको देखिन्छ धेरै छ। नयाँ प्रविधिलाई प्रयोग गर्नलाई अझ पनि धेरै प्रयासहरू भए तापनि सरकारले पनि गरेको देखिन्छ, प्रदेश सरकारले गरेको देखिन्छ, हाम्रा विश्वविद्यालयहरूले गरेको देखिन्छ। तत्पश्चात पनि धेरै हुनुपर्ने थियो, त्यो हुन सकेको अवस्था छैन। अहिले तपाईँको झन्डै जस्तो अमेरिकातिरको उदाहरण दिँदाखेरि त्यत्रो देश छ, त्यो देशको त्यत्रो भूभाग छ, झन्डै 55-56% भूभाग चाहिँ उनीहरूको कृषिमा आधारित छ, कृषिमा जोडिएको छ। त्यहाँको जम्मा जनसङ्ख्या कति छ भन्दाखेरि पहिला त अझ 1.5-2% जति मान्छे मात्र कृषिमा जोडिएको थियो। अमेरिकाको झन्डै 2% जनसङ्ख्या कृषिमा जोडिएको छ भनेको आज विश्वमा सङ्कट परेको खाद्यान्न सम्बन्धी भने अमेरिकाले त्यसको अर्थ के हो भने सेम अमेरिका जस्तो प्रविधि अमेरिकाबाट के शिक्षा लिने त भन्दाखेरि भूमिमा मात्रै र जनसङ्ख्या मात्रै इन्भल्भ गर्ने र रोजगारी दिने हिसाब मात्र होइन कि कृषिलाई बढी प्रविधि युक्त गरेर यसको हरेक हिसाबले चाहिँ हामीले अगाडि बढाउन सक्यो भने उत्पादकत्व बढाउँछ, देशको उन्नति हुन्छ। त्यसैले आज अमेरिका विश्वभरिमा जहाँसुकै पनि जसलाई कमजोर भयो, रसामा खाद्यान्न कमी हुँदाखेरि अमेरिकाले भनिदिन्छ ल खाद्यान्न हामी फ्रीमा दिन्छौँ, तिमी ढुवानी गरेर लैजाऊ जति चाहिन्छ। आज आफ्नो देश मात्रै होइन अन्तर्राष्ट्रिय जगतका जति पनि देशहरूमा चाहिँ एउटा चाहिँ अमेरिकाको खाद्यान्न पुग्ने गरेको। त्यसैले यो किन त यसबाट के शिक्षा लिने भन्दाखेरि अझ पनि हामीले नेपालले एउटा प्रविधि अथवा विशेष गरी एकातिर बिउ बिजनको राम्रो कुरा चाहिएको छ भने अर्कोतिर यान्त्रिकरण पनि अलिकति यहाँ सेमी मेकानाइज फुल्ली अमेरिका जस्तो नसके पनि युरोप जस्तो नसके पनि सेमी मेकानाइज कल्टिभेसन सिस्टमहरू एडप्ट गर्नुपर्छ जस्तो लाग्छ। मैले धेरै वर्ष अगाडि नेपालको राजा तत्कालीन राजासँग 43-44 सालतिर यसो जम्का भेट हुँदा उहाँले सोध्नुभयो कृषि र वनको क्षेत्रमा के गर्नु पर्ला भनेर सोध्नुभएको र अहिलेको स्ट्याटस के छ भने योजना आयोगको उपाध्यक्ष सँगै हुनुहुन्थ्यो। मैले भने माइन्ड गर्नुहुन्छ होला उहाँ उपाध्यक्ष चाहिँ यहाँ हुनुहुन्छ डाक्टर साइजु, उहाँ माइन्ड गर्नुहुन्छ होला भने सरकार किन अहिलेको जो कृषि प्रणाली र कृषि जो नीति लिएका छौँ हामीले हरेक वर्ष हामीले चाहिँ कृषिमा प्राथमिकता दिने भनेर योजनाहरू पञ्चवर्षीय योजना बन्छन्, तर हरेक पञ्चवर्षीय योजनाहरूको जति पनि वास्तविक विज्ञहरूबाट बनाएको योजनाहरू भन्दा पनि कसैबाट चाहिँ प्रस्तावित गरेको केही एउटा देखावटी टाइपको छ जसले गर्दा आज किसान नमर्नु र बाँच्नुको भित्र झुन्डिएको अवस्था छ। नमरेको छ न बाँचेको छ। मैले उदाहरण दिएको थिएँ एउटा मिडल क्लास फ्यामिलीको कति आम्दानी हुन्छ भन्ने सन्दर्भमा बरु एउटा ढुङ्गा फोड्ने मान्छेको इन्कममा उसको 6-7 जना परिवार छ भने स्कुलमा गएको बच्चा पनि फर्केर आउँदाखेरि किताब कमसेकम त्यो घन उसले ढुङ्गा फुटाएर केही कन्टरहरू चाहिँ ढुङ्गा बन्दाखेरि आज उसले बेच्दाखेरि पर डे इन्कम र पर मन्थको इन्कम हेऱ्यो भने र एउटा 4 बिघा खेती हुने एउटा मिडल क्लासको फ्यामिलीको इन्कम हेऱ्यो भने त्यो ढुङ्गा फोड्नेको इन्कम 4 गुणा बढी हुँदो रहेछ। मैले त्यो हिसाबै दिएको छु। त्यसकारण के छ भन्दाखेरि त्यो किनभने कृषिमा हामीले चाहिँ बढी से बढी जनसङ्ख्या त लगायौँ, तर के भने कृषि भने त के हो हामी किसान हो भनेर गौरव गर्छौँ, तर किसानमा रियल टर्ममा कति किसान किसानी काम गर्छ त कति टाइम फुल टाइम त्यो जमिनमा टाइम दिन्छ भन्दाखेरि वास्तवमा उसले दिने भने धान खेती गर्दाखेरि दिन्छ उसको परिवार, मकै खेती गर्दाखेरि दिन्छ, त्यसपछि सुतेर बसेर हुन्छ घुम्न थाल्छ, गोडमेल पनि कमै गरेर हुन्छ, बिउ बिजन कम गरेर हुन्छ, किरा लाग्यो कि के लाग्यो भन्ने पनि भगवान् भरोसे हुन्छ। अनि भन्नुहोस् न 4 बिघा भनेर के गर्ने उत्पादन कति हुन्छ भन्दाखेरि केही पनि हुँदैन। त्यसकारण चाहिँ उसको जीवन निर्वाह र एउटा देखिने कारण एउटा के देखियो नेपालमा भने उसले आफ्नो कस्ट अफ प्रोडक्सन आफ्नो चाहिँ इन्भल्भमेन्टको जो कस्ट छ नि म हरेक 8 जना परिवारहरू त्यहाँ खट्यो भने त
8 जनाले प्रति व्यक्ति प्रतिदिन कति पाउँछ त? 1 जनाले पाउने त जोड्नु पर्यो नि। उसले के जोड्छ भन्दाखेरि मल किनेको जोड्छ, बिउ किनेको जोड्छ, हली लगाएको जोड्छ, ट्र्याक्टर लगाएको जोड्छ, अनि त्यो जोड्दाखेरि चाहिँ अनि बेचेको जोड्दाखेरि उसको बेनिफिटहरू हो धेरै यसपालि यति लाख रुपियाँ आम्दानी हो भन्छ जान्छ। तर रियल टर्ममा उसले आफ्नो परिवारको जो इन्भल्भमेन्ट छ, उसको फुल टाइम 24 घन्टा खटेको छ, त्यो नजोड्दाखेरि वास्तवमा राम्रोसँग मैले भनेको थिएँ त्यो बेला सरकारलाई, त्यो बेलाको अब एउटा नीति के लागू गर्नुहोस् भने पर हाउस होल्ड अडिटर भन्छ नि, जस्तो हामी एउटा फर्मको एउटा चाहिँ कुनै पनि संस्थाको अडिट गर्छ नि, त्यो चाहिँ पर हाउस होल्ड अडिट गर्नुपर्छ। उसले चाहिँ जति किसानमा लागिसकेपछि उसले त्यहाँबाट रियल टर्ममा आम्दानी गरे कि गरेन हेर्नुपर्छ भनेको योजनाको उपाध्यक्षले भने के भने एउटा योजनै बनाउनुहोस्, कमसेकम देशभरि किसानहरू जो चाहिँ इन्भल्भ छ उनीहरूको अडिट हुनु पर्यो। उसले साँच्चीकै उसको लस एन्ड प्रफिट एन्ड गेन के छ त, प्रफिट एन्ड लस के छ? यदि ऊ चाहिँ प्रफिट छैन भने उसले ढुङ्गा फोड्नु पऱ्यो, अर्को विकल्प जानु पऱ्यो। त्यसैले के भने यो चाहिँ जुन त्यो बेला चाहिँ झन्झनै 80% हाराहारीमा चाहिँ नेपाली जनताहरू कृषिमा चाहिँ पेसामा लागेको देखिन्थ्यो भने मैले पनि विदिन 10 years टाइम यसलाई चाहिँ कसरी हुन्छ 25% भन्दा तल झारौँ र प्रविधि सेमी मेकानाइज चाहिँ सिस्टमहरू एडप्ट गर्नलाई अलिकति एग्रेसिभ प्लानहरू ल्याउँ भनेको थिएँ। तर मान्छेहरू सुनेन। अहिले पनि म राजनीतिमा लागेको छु, तर पनि मैले धेरै कुराहरू यो सेक्टरको बारेमा किनभने मैले मेरो रिसर्चमा मैले धेरै पनि मार्केट र प्राइस इन्फर्मेसनलाई बढी ध्यान दिइरहेको। यो भनेको के भने कुनै पनि काम गर्दाखेरि उसको पर डे लेबर गरेपछि इन्कम त आउनु, त्यो लेबरले पाउने प्राइस त पाउनु पर्यो। त्यो नहुँदाखेरि अहिले किसानहरू अप्ठ्यारोमा छन्। त्यसैले मेरो यहाँको अनुरोध के छ भन्दाखेरि हामी जति प्राविधिक साथीहरू छौँ तपाईँहरूले चाहिँ आफ्नो हिसाबले जुन गरिनु भएको छ त्यो ठिकै छ। तत्पश्चात पनि हामी यहाँ पोलिटिकल साथीहरू छौँ, हामीले त्यो सही ढङ्गले चाहिँ कार्यान्वयन पक्षमा र नीति बनाउँदाखेरि कमसेकम कृषिलाई प्राथमिकता दिने भनेको केवल अनुदान दिने, यो ढाका गर्ने र मनपरी केही व्यक्तिलाई सीमित व्यक्तिलाई फाइदा गराउने होइन कि कृषिमा लागिसकेपछि कृषिमै लाग्नु पैसा अनुदान जानु पर्यो र कृषिमा गइसकेपछि त्यो कृषक साँच्चै किसानै हुनु पर्यो, माटोसँग खेल्नै हुनु पर्यो, त्यसले बुझेको हुनु पर्यो। नत्र चाहिँ किसानमा लागेर बेकार त्यो चाहिँ यति सङ्ख्या छ भनेर देखाउनु म त भन्छु यथार्थ यो साफ त हुँदैन, राम्रो हुँदैन। त्यसैले यी कुराहरू बहुत जरुरी छ। अब म पनि एउटा नीतिगत हिसाबमा अगाडि बढेको मान्छेले यो कुरा नभने हुन्थ्यो, तर मलाई अझ पनि खट्किरहेको अवस्था छ। त्यसैले यो क्षेत्रमा यही क्षेत्रको कुरा गर्दाखेरि भनेको थिएँ एउटा एलिनोर अस्ट्रम भन्ने यहाँ आउनुभएको थियो रिसर्च गर्दा। उहाँ चाहिँ रिसर्च गर्दाखेरि यो रानी जमरा कुलेरियाको रिसर्च गरेको थियो, मैले योभन्दा अगाडि पनि भनेको थिएँ ठाउँमा। उहाँले यति यो सुदूरपश्चिमको पूर्वी कुनामा विशेष टिकापुरको वरिपरि बेल्टमा त्यो रानी जमरा त कसरी सञ्चालन भएको छ भने उहाँ चकित भयो। 2 महिना चाहिँ बिना पैसा, बिना भत्ता, बिना केही आफ्नै दाल भात बोकेर आफ्नै नुन पानी बोकेर यहाँदेखि कडाइसँग गएर 2 महिना फ्रीमा चाहिँ लेबर दिनु अनि यो कुलो चाहिँ क्लियर गर्नु। यो 100 वर्ष अगाडिको यो कुला हो, रानी जमरा कुला हो। अब भन्नुहोस् त कसरी म्यानेज भयो भनेर उहाँले हेर्न आउँदाखेरि त उहाँ सरप्राइज हुनुभयो र उहाँले एउटा थ्योरी निकाल्नुभयो। के थ्योरी निकाल्नु भने टप डाउन प्रोसेस छ, माथिबाट के भन्छ यो हुनुपर्छ भन्ने प्रक्रिया हामीले यसरी गरिनुपर्छ भनेर माथिबाट आउने टप डाउन जति पनि कुराहरू छन् ती कुरा फेल हो। जबकि लोकल लेभलको मान्छेले जति सक्दै आफ्नो रिसोर्सलाई व्यवस्थापन गर्नु सकेर त्यो अनुसार मोबिलाइज गर्न सक्यो भने त्यो पनि राम्रो सक्सेसफुल हुँदो रहेछ भनेर त्यो लेसन लर्न उनले चाहिँ रानी जमरा कुलेरियाको यहाँको स्थानीय चौधरी दाजुभाइ दिदीबहिनीहरू र विशेष पहाडी दाजुभाइ दिदीबहिनीहरूको ज्ञानबाट उहाँले सिक्नुभयो र 2009मा त्यही थ्योरीलाई एडप्ट गरेर 2009 को डबल प्राइज उहाँले प्राप्त गर्यो। त्यो जोइन्टली गएको इकोनोमी मैले अस्ति भर्खर अमेरिका जाँदाखेरि पुरीको डेथ पनि भइसक्यो। अहिले पहिलो इकोनोमिक्स पाउने